हटपट्टि नि रातै रातैमा चाहिँ म त्यतिखेर टक्क पारेर अन्त रमाइलो हुन्छ जस्तो छ आजको दिन चाहिँ। ल म निक्लिँदै छु टक्क पारेर। आज मुभी हेरिदिउँ कि भनेर सोचिरहेको छु, कस्तो हुन्छ हेर्दा टक्क पारेर हुन्छ। अहिले भाइ म ग्राउन्ड फ्लोरमा छु, एउटा मुभी हेरिदिउँ कि भनेको। मुभी चाहिँ तपाईँको ठ्याक्कै 5 नम्बर फ्लोरमा रहेछ। 5 नम्बर थिच्यो टक्क पारेर। त्यो चाहिँ तपाईँ भाटबाडी नि राधे राधेमा छु। अब त्यो एउटा पेटी के भन्ने आएको रामचरणको भन्ने सुनेको छु। फिल्म दामी छ भने चाहिँ कस्तो छ भेट्छु है, अनि तपाईँहरूलाई म रिभ्यू दिन सक्छु। प्रयास चाहिँ गर्छु कस्तो हुन्छ। आयो 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 खुल्यो, खुल्छ सिमसिम टक्क पारेर टक्क 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 खुल्यो टक्क पारेर। के फिचर छ रोल नम्बर 1 भन्ने फिल्म पनि बब्बाल रहेछ, हेर्नु होला। म चाहिँ बब्बाल अघि चाहिँ हेर्नु भएको थिएँ, हेरेँ चाहिँ मैले नयाँ निर्णय गरेँ। लाली बजार रोल नम्बर 1 काजी रहेछ। अब यो तपाईँको रोल नम्बर 1 मैले हिजो हेरेको हो। फिल्म चाहिँ उत्कृष्ट छ, सबैले हेर्नु होला। रोल नम्बर 1 उत्कृष्ट बनाएको छ। एउटा बच्चाको सपना, बाउको सपना होइन, कान्छी आमाले के हुन्छ कस्तो हुन्छ होइन, एउटा समाजमा के हुनसक्छ भनेर राम्रो सन्देश दिएको छ। सबैले हेर्नु ल। अब चाहिँ म चाहिँ ठ्याक्कै 1 नम्बरमा जान्छु। बाटोबाट यसो वरिपरि घुम्छु, केही किन्नु मलाई किन्छु र अब भोलि त म उल्लारी आइहाल्छु टक्क पारेर, फ्लाइटमा सरर पारेर। भिडियो आउनु चाहिँ 1-2 दिन ढिलो हुन सक्ला, केही छैन, मिलाएर बुझ्नु न। भर्छ भोलि चाहिँ म हाल्छु होला, के छ हेर्दै गरौँ। यस्तै छ पारा। नम्बर पनि आइपुग्यो ल, 1 नम्बर पनि आइपुग्यो टक्क पारेर टक्क पारेर। मलाई यो पनि चल्नु मजा लाग्छ टक्क बसेर टक्क पारेर। अब जिन्दगी सर पारेर यो ब्लगमा सायद सोमबार हाल्छु टक्क पारेर। चिप्स लाने विचार गरेँ मैले, एउटा लिएँ, त्यो स्याउ पनि लिइदियो त्यो टक्क पारेर। चाहिँ किन्नु पनि पर्खिनु पर्दो रहेछ, तिर्नु पनि पर्खिनु पर्दो रहेछ। आजको चाहिँ यति नै हो ल। लगभग यतिखेर चाहिँ रातको 8:06 गइरहेको छ। अघि रातिमा पुग्यो। अब चाहिँ दरबार मार्गमा गएर हिमालयन जाबा एउटा कफी खाएर निक्ल्यौँ भनेको छ। भोलि बिहान त म उल्लारीमा आइहाल्छु, केटिएम विराटनगर हेर्दै जाऊँ कस्तो हुन्छ। र त्यहाँ चाहिँ मलाई एकदम राम्रो लागेको चाहिँ बत्ती सिस्टम लाग्यो। टक्क यहाँ कुद्दो रहेछ, 12, 13, 11 लेख्दो रहेछ। यो 9 नकडी मऱ्यो पनि जानु पाएन। हेर्नुहोस् है, 7, 6 अब बुझ्छौँ यहाँको मान्छेले 4 लेखेर कुदिहाल्छ। अगाडि गयो भने सिधै फाइन। यतिको ट्राफिक रेल चाहिँ मलाई एकदम मन परेको छ। तपाईँले मलाई दिन सक्नुहुन्छ टक्क पारेर। सेफ ड्राइभ, लङ लाइफ। टक्क पारेर त्यो भ्लग चाहिँ अझै बवाल बनाउनु सोचिरहेको छु। एकपल्ट भ्लग धेरै बनाउनु सोच्यो, तर अब काम आफ्नो हुँदाखेरि केही गर्नु सकेन। आगामी दिनमा त भ्लग हुन्छ। भ्लगमा तपाईँले राति बाटो पनि गयो र तपाईँको त्यसपछि त्यहाँदेखि हामी दरमार्गको हिमालयन जाबासम्म गएको सक्नुहुन्छ। रेड लाइट, ग्रिन लाइट यहाँ जस तपाईँहरूलाई त्यो बाटोमा अल्प हुनसक्छ, सकिन्छ तपाईँले इन्ड्राइभ पठाउ गर्न सक्नुहुन्छ। मलाई चाहिँ इन्ड्राइभ धेरै राम्रो लाग्छ, आफ्नो चोइस हो। बाइकको हो साउन्ड चाहिँ क्लियर आएको छैन। अर्कोपल्ट चाहिँ पक्कै त डिजिआईको माइक युज गरेछ। एकपल्ट त्यस्तै 1000-1000मा पुग्यो। त्यो ठ्याक्क दरबारी, दरबार मार्ग ठ्याक्कबारी अगाडि हो त्यो दरबार। जहाँ छ नि राजा दरबार, दरबार जे भयो, दरबार सुरु भयो नि त, सुरु भयो ल। दरबार सुरु भएको छ, हेर्नु सक्नुहुन्छ। ठ्याक्कदेखि त ठ्याक्क सिधै तपाईँ त्यो म्युजियममा उत्रिनुहुन्छ नि, त्यो पारीभन्दा यता किस्टे बाढी मात्र हो क्या तपाईँ। त्यो ठाउँ चाहिँ बवाल लाग्छ मलाई। यहाँ ओरिजिनल केएफसी, यो केएफसी ओरिजिनल हो। अहिले भ्यायो भने होइन टक्क पारेर। हजुर
देखाउँछु नि ठ्याक्कै भन्नु आउनु टर्निङमा छ ल मार्छ चौकीमै पहिलो बिल्डिङ टर्निङ हुनु पहिलो बिल्डिङ हो दोस्रो कि तेस्रोमा छ यो बिल्डिङ माथि छ हजुर आयो पहिलो बिल्डिङ जुन हो त्यो हजुरलाई थाहा छ यहाँसम्म यहाँ तेस्रो कि चौथोमा छ यही हो त हजुर आइसक्यो अब इन्ड्राइभको भाडा दिउँ हजुरसँग बोल्न त खुसी लाग्यो मलाई ए हुन्छ हाम्रो कति हो भयो तिमीले ठ्याक्क 195 भन्नु पऱ्यो ल म